साथीहरू आज मैले रेड कलरको स्वेटर बनाएर अर्डर गरेको स्वेटर हो अनि भोलि पठाउनु पर्छ। आज अलिक भिडियो बनाइहालौँ साथीहरूलाई देखाउनलाई हैन। तपाईहरुले बनाउन चाहनुहुन्छ भने मेरो युट्युब च्यानलमा आएर हेर्न सक्नुहुन्छ। म सबै स्टेप बाइ स्टेप सिकाएर तपाईहरुलाई म राम्रोसँग सिकाउन मैले जानेको जति मैले सबै तपाईहरुलाई सिकाउन सक्छु है। काम नभएको बेला फुर्सद भएको बेला आफूले बनाएर लाउन मन लाग्यो नि बनाउने जान्यो भने अर्को अर्डर आयो भने त झन् भइहाल्छ है। पैसा नि आउँछ, राम्रो हुन्छ, नानी पाउँछ। अनि तपाईहरुलाई कस्तो लाग्यो, कतिको मन पर्नु भयो है, लाइक कमेन्ट गर्न नबिर्सिनु होला। म चाहिँ यो फेरि कुर्तामा लाउँदा नि सुहाउँदो रहेछ है, आउटडोर टाइपको पनि छ। कुर्तामा लाउँदा नि सुहाउँदो रहेछ। अब म यो टी सर्टमा लगाएर नै देखाउन सक्छु तपाईहरुलाई। एकछिन टी सर्ट बनाउँदा नि यतिको फिटिङ हुँदो रहेछ, राम्रो देख्ने रहेछ हैन। तपाईहरुले इच्छा अनुसार जुन स्वेटर कुर्तामा लाउँदा नि हुने, प्यान्ट टी सर्टहरुमा लाउँदा नि मिल्छ, लाउन मिल्छ है। तपाईहरुलाई कतिको मन पर्यो अनि परेन हैन, लाइक कमेन्ट चाहिँ गर्न नबिर्सिनु है साथीहरु। अनि यो साइज फिटिङ साइज भएर मोटो मान्छेले लाउँदा नि मिल्ने, दुब्लो मान्छेले लाउँदा नि मिल्ने, तन्किँदैन है स्वेटर चाहिँ हैन। फिटिङ साइड मोटो मान्छेले लाउन मिल्छ, दुब्लो मान्छेले नि लाउन मिल्छ, तर तन्केर फ्या चाहिँ हुँदैन है। मैले बनाएको स्वेटर चाहिँ त्यस्तो हुन्छ। पहिला पहिला पनि मेरो बुढाहरूलाई, अरूलाई, साथीहरूलाई, अरू आफन्तहरूलाई अर्डर गरेको बनाएको स्वेटरहरू, स्वेटर त हो अलि तन्किन्छ भनेर अलिक साइज सानो बनाएको थिएँ, तन्किँदैन तन्केर क्या। त्यही भएर म त ढुक्क छु। ठिक्क साइज बनाउनु पर्दो रहेछ, ठुलो बनाउनु पनि भएन, सानो बनाउनु भएन। मान्छेले हेरेर ठ्याक्क अनुसार आफ्नै साइजको बनाए पनि तन्किँदैन रहेछ। म त स्वेटर होला पहिला बनाउँदाखेरि चाहिँ अनुभव थिएन नि त, पहिला चाहिँ बनाउँदाखेरि तन्किन्छ होला भनेर मैले चाहिँ गरेको सानो, अलिकति सानो बनाएको थिएँ, चाहिने साइजभन्दा अलिकति सानो बनाएको थिएँ, तर नतन्किएर क्या त्यो स्वेटर। त्यही भएर अहिले चाहिँ ठिक्कको जस्तो छ त्यस्तै बनाएको छु साथीहरू। तपाईँहरू नजिकबाट राम्रोसँग हेर्न चाहनुहुन्छ भने पनि म राम्रोसँग नजिकबाट देखाउन गइरहेको छु है। यो स्वेटरलाई चाहिँ यो बुट्टा चाहिँ यस्तो डिजाइनमा हो, यो बुट्टा चाहिँ यस्तो खालीमा हो, अनि पछाडि चाहिँ सादा डिजाइनमा हो। अनि यो चाहिँ यता साइडको बटन साइडको यो हो। अनि गला चाहिँ यस्तो गोलो गला हो है, यस्तो गला हो। यसको पछाडिको घर चाहिँ मैले पछि हालेको, यसमा चाहिँ घर धेरै जान्छ के। यो बुट्टा चाहिँ उ छ नि, आफ्नै स्थान यस्तो छ कि उ भयो भने यस्तो बस्छ। अनि दुब्लो लाउँदा चाहिँ यस्तो बस्छ, मोटो लाउँदाखेरि तन्किन्छ। त्यही भएर यसको चाहिँ बुट्टा अलि यसको आधी भाग हुनुपर्ने हो यो पछाडिको भन्दा नि यो। त्यही भएर यो बुट्टा चाहिँ फरक परेर, सादा नभएर फरक परेर यसको घर चाहिँ धेरै हालेको छु है। मैले 85 घर हालेको छु, यसको 12 घर हालेको छु। यो साइज यो बटनवाला साइडमा चाहिँ मैले चाहिँ यो 14 घर हालेको छु। अनि त्यहाँदेखि यता चाहिँ मैले 75 घर हालेको छु। अनि यो बुट्टामा चाहिँ धेरै घर जान्छ क्या, यो बुट्टामा चाहिँ धेरै अलिक घर बढी जान्छ। त्यही भएर अनि
यो बौला चाहिँ मैले यस्तो यहाँबाट टिप्दै बनाएको बौला हो। अनि 150 गौर जति उठाएको, 150-60सम्म उठाउन सक्नुहुन्छ। अनि यो पनि, यो बौला पनि, अनि यो पनि 150-60 नै उठाएको। अनि त्यतिसम्म उठाउन सक्नुहुन्छ तपाईँहरूले चाहेअनुसार है साथीहरू। मेरो युट्युब च्यानलमा लाइक, कमेन्ट, सेयर गर्न चाहिँ नबिर्सिनु होला साथीहरू। तपाईँहरूलाई केही सोध्न मन लाग्यो भने कमेन्टमा सोधिदिनु होला। म राम्ररी तपाईँहरूलाई म जवाफ दिन सक्नेछु है साथीहरू। बाई।